फेरि पनि स्वागत गर्न चाहन्छु। हामीले यहाँ विभिन्न किसिमका टेक्निकल भिडियोजहरू अपलोड गर्छौँ, यो त यहाँहरूलाई थाहा नै छ गाइज है। र मैले योभन्दा अगाडि प्रतिलिपि एप कसरी युज गर्ने अनि यहाँबाट हामी विभिन्न किसिमका नलेजेबल स्टोरी, रोमान्टिक स्टोरीहरू चाहिँ कसरी पढ्ने भनेर चाहिँ मैले तपाईँहरूलाई सिकाएको थिएँ र त्यहाँ खासै भ्युज चाहिँ आइरहेको छैन र आशा गर्छु आगामी आउने टाइममा चाहिँ त्यहाँ तपाईँहरूले माया गर्नुहुनेछ भनेर। र अब पनि म तपाईँलाई यसको चाहिँ दोस्रो सिरिज सिकाउन गइरहेको छु। कस्तो भने प्रतिलिपिमा मैले कुरा गरेको थिएँ सिक्का है, त्यहाँ चाहिँ हामीले 7 दिनसम्म लगातार यदि पढ्ने हो भने हामीले चाहिँ 5 कोइन प्राप्त गर्छौँ अनि त्यो 5 कोइनबाट चाहिँ एउटा पार्ट अनलक हुन्छ। नर्मली तपाईँको एक दिनमा एउटा भाग अनलक हुन्छ एउटा स्टोरीको, अनि त्यो कुनै अब 100 भागको होला, कुनै 90 भागको होला होइन। अनि त्यो अवस्थामा त हामीले 90 दिनमा हामीले 90 वटा पार्ट पढ्न पाइने भयो लगातार पढ्ने हो भने पनि। तर हामीले कन्टिन्युसली पढ्ने हो भने तपाईँको 7 दिनमा 5 सिक्का पाइन्छ मैले भनेको थिएँ। र 20 डेज यदि हामीले लगातार पढ्ने हो भने चाहिँ कति 20 कोइन प्राप्त गरिन्छ र 20 कोइनले 4 वटा पार्ट अनलक हुन्छ। सो यसले हामीलाई पार्टहरू अनलक गर्नलाई चाहिँ हेल्प गर्ने भयो। र मैले तपाईँहरूलाई भनेको थिएँ 7 दिनपछि चाहिँ म तपाईँहरूलाई सिकाउने छु कसरी चाहिँ यो सिक्काहरू कहाँबाट प्राप्त गर्ने भनेर। सो आज यो भिडियो मैले ल्याएको छु। सिम्पली मैले स्टोरी पढिसकेँ अनि पढेपछि यस्तो खालको एउटा मेसेज आएको छ, म तपाईँहरूलाई यहाँ देखाउन चाहन्छु। Notification shade. Hurricane now devices expand per SF screen recorder is this expand as. Pause. Stop. Tools. Expand per Sami Limbu for 6 minutes suddenly reading challenge deeply ahead. Abhi apne sikhe dekhe. मैले सिम्पली क्लिक गरेँ। यहाँ भनेको त समी लिम्बूको बधाई है, तपाईँलाई बधाई छ, तपाईँले चाहिँ यो रिडिङ च्यालेन्ज जित्नु भएको छ भनेर आएको छ। यो सिम्पली नोटिफिकेसनमा यो आउँछ यदि तपाईँहरूले 7 दिनको जुन एउटा रिक्वायर्ड हुन्छ त्यो पार गर्नु भएपछि, र अर्को भनेको 20 दिनको रिक्वायर्ड तपाईँहरूले पार गर्नु भएपछि यो चाहिँ आउँछ। सो मैले सिम्पली त्यस नोटिफिकेसनमा क्लिक गरेँ र म सेपरेट गर्दै अघि बढ्छु। सिक्के क्लेम गरेँ। यहाँ यति हामीले क्लेम गऱ्यौँ भने चाहिँ हाम्रो वालेटमा सिक्का आउने भयो। ओके 26 मेसम्म चाहिँ मान्य हुने भन्ने छ। सो मैले सिम्पली ब्याक गरेँ किनभने म यहाँलाई भन्न चाहन्छु यो त सर्ट वे भयो, जस्तो नोटिफिकेसन आएको हुन्छ त्यहाँ क्लिक गऱ्यो भने चाहिँ हामीले भेट्ने भयो। तर तपाईँहरूले कहिलेकाहीँ नोटिफिकेसनमा क्लिक गरेर नहुन पनि सक्छ। सो त्यो अवस्थामा के गर्ने भने सिम्पली प्रतिलिपि एपलाई ओपन गर्नु होला। त्यसपछि त्यहाँ एउटा प्रोफाइल आइकन मैले अस्ति देखाएको थिएँ, सिम्पली यो प्रोफाइलमा क्लिक गर्ने अनि स्वाइप राइट गर्दै हामी अघि बढौँ। मेन्यु एक्सन सेयर, मेन्यु एक्सन सेटिङ, यो अस्ति हामीले यो कुरा गरिसकेका छौँ। इमेज, यहाँ हामीले आफ्नो इमेज राख्न सक्छौँ। ओके यो स्टोरी पढ्नेवाला यो अस्ति नै मैले गरिसकेको छु। यो तपाईँहरूलाई स्टोरी लेख्न मन छ भने तपाईँहरूले मलाई कमेन्ट गर्नु होला, म तपाईँहरूलाई स्टोरी लेख्न पनि सिकाउने छु। ओके सिम्पली हामी रिडिङ च्यालेन्जमा क्लिक गरौँ। प्रोफाइलमा जाने अनि सिम्पली रिडिङ च्यालेन्जमा क्लिक गर्ने र जब हामी क्लिक गर्छौँ तब एउटा यस्तो खालको इन्टरफेस ओपन हुन्छ अनि हामी स्वाइप राइट गर्दै अघि बढौँ। ओके 21 दिनसम्म चाहिँ हामीले लगातार पढ्ने हो भने चाहिँ के गर्न सक्छौँ भन्दाखेरि 20 कोइन प्राप्त गर्न सक्छौँ भनेको छ। यदि तपाईँहरूको रिडिङ च्यालेन्ज कति भयो भनेर यदि तपाईँहरूलाई चेक गर्न मन छ भने पनि सिम्पली प्रतिलिपिमा टच गरेर प्रोफाइल आइकनमा टच गरेर रिडिङ च्यालेन्जमा टच गरेपछि त्यहाँ स्वाइप राइट गर्दै जानुभयो भने देख्न सक्नुहुन्छ। सिम्पली म अघि बढेँ। 7/21 यहाँ चाहिँ अटोमेटिकली हाम्रो के हुन्छ भने यदि हामीले एकचोटि रिडिङ च्यालेन्ज स्टार्ट गरिसकेपछि हाम्रो चाहिँ कन्टिन्युसली यदि हामीले 21 डेजसम्म पढ्यौँ भने चाहिँ हाम्रो के हुने भयो भन्दाखेरि रिडिङ च्यालेन्ज कन्टिन्यू हुने भयो होइन। 21 दिन हामीले युज गर्दाखेरि हामीले 25 कोइन प्राप्त गर्छौँ। 7 दिनमा 5 कोइन र एक्स्ट्रा 20औं दिन 21औं दिनपछि 20 कोइन। यसै गरी हामीले 5 वटा पार्ट अनलक गर्न सक्ने भयौँ।
यो त मैले यहाँहरूलाई बताइसकेको छु। अनि मेरो चाहिँ 21 दिनमध्ये 7 दिन चाहिँ पूर्ण भयो र मैले सिक्का पनि प्राप्त गरेँ। म फेरि स्वाइप राइट गर्छु। पूर्ण हुआ। पूर्ण हुआ मतलब 21 दिनमध्ये 7 दिन चाहिँ पूर्ण भइसकेको छ। सिक्के क्लेम करें, एक्सपायर होने से पहले अपने सिक्के क्लेम करें। एक्सपायर हुनुभन्दा अगाडि चाहिँ सिक्का क्लेम गर भनेको छ। सिक्के क्लेम करें। सिक्के क्लेम गरेँ, सिम्पली क्लिक गरेँ मैले। What is सिक्के क्लेम करें? What is एक्सपायर होने से पहले अनक्लेम्ड कॉइन्स अपने 5 सिक्के क्लेम करने के क्लिक करें अनक्लेम्ड कॉइन्स। ओके, अनक्लेम कोइन आफ्ना 5 सिक्का यता भनेको चाहिँ तपाईँको 5 सिक्का चाहिँ तपाईँले एक्सपायर हुनुभन्दा अगाडि के अरे क्लेम गर्नु भनेको छ। ओके, र मैले क्लिक गरिसकेँ। सिक्के क्लेम करें, क्लेम करें। ओके, यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ, यहाँ स्क्रिनमा यो चाहिँ ट्रान्सफर भइरहेको छ। प्रोसेसिङ ट्रान्ज्याक्सन। प्रोसेसिङ ट्रान्ज्याक्सन। 5 सिक्के आपके वॉलेट में ट्रांसफर कर दिए गए हैं। ओके, 5 सिक्का तपाईँको यसमा चाहिँ क्लेम गरिदिएँ भनेको छ। र गाइज यसरी नै हामीले गर्नुपर्ने हुन्छ। आशा गर्नेछु यो भिडियोबाट तपाईँहरूले केही न केही अवश्य पनि सिक्नुभयो। भिडियोलाई मन परेको खण्डमा लाइक गर्न सक्नुहुनेछ, सेयर गर्न सक्नुहुनेछ। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न सक्नुहुनेछ। प्रतिलिपि एउटा चाहिँ वान अफ द बेस्ट प्लेटफर्म है टु रिड अ स्टोरी। अङ्ग्रेजी बोल्नु हुँदैन गाइज, सो बुझ्नु होला आफै। जस्ट यो हिन्दीहरू है स्टोरीहरू तपाईँहरू बुझ्नुहुन्छ भने अफकोर्स यो एकदम बेस्ट छ तपाईँहरूको लागि है, स्टोरी पढ्नको लागि। यदि लभ स्टोरी तपाईँहरूलाई मनपर्छ भने सो तपाईँहरूलाई कस्तो कस्तो किसिमका भिडियोजहरू चाहिन्छ भनेर चाहिँ हामीलाई कमेन्ट गर्नु होला, हामी त्यस अनुसारले पनि बनाउनेछौँ। सो यतिका समयसम्म साथ दिएर सुन्नुभएकोमा धन्यवाद भन्दै नयाँ भिडियोमा फेरि पनि भेट्ने बाचाका साथ यो भिडियोलाई चाहिँ म क्लोज गर्न चाहन्छु है त गाइस। थ्याङ्क यू, किप वाचिङ, किप इन्जोइङ, किप के भन्ने गाइस।